अब चाहिँ अलिअलि भुटार देखियो, आश लाग्न थाल्यो। एउटा म्याडमले देखाइदिएर अब बाटो त्यो पनि, त्यो म्याडमलाई चाहिँ धन्यवाद है। यो भिडियो मार्फत हामी चाहिँ जाँदैछौँ। बाटो चाहिँ हल्का अप्ठ्यारो रहेछ, त्यो पनि ठिकै छ। कस्तो राम्रो तोरी फुलेको रहेछ है, हेर्न सक्नुहुन्छ। आज भिडियो खिच्दै भरे आउने गाडीले पनि छोड्ने हो कि मलाई चाहिँ। फाइनली हामी भुटार चाहिँ आइपुग्यौँ। अब किन आएको भुटार भनेर खुल्दुल लागिरहेको थियो होला। मेरो बुढाले मलाई खर्च पठाइदिएको छ अरे, त्यही भएर लिन आएको हामी। अहिले चाहिँ ब्याङ्क जाँदैछौँ। कस्तो दामी छ गहुँ, आलु गहुँ कस्तो दामी छ हेर्नु। हामीले चाहिँ ब्याङ्क गएर पैसा पनि झिकेर ल्याइसक्यौँ। यो चाहिँ 50,000 अरे, यो चाहिँ 50 छ अरे, त्यहीँबाट दिएको दुइटै। देख्नु सक्नुहुनेछ हजुर हो। चाहियो भने कमेन्ट गर्नु होला, म पठाइदिन्छु। बाई बाई।